नमस्ते। बच्चाहरूलाई खोप लगाउँदाखेरि खोपको कारणले ज्वरो आउने, त्यहाँ दुखेको जस्तो हुने, बच्चाले झिझिने, राम्ररी नखाने हुनसक्छ। यही कुरालाई ध्यानमा राखेर केही प्यारेन्ट्सहरूले बच्चालाई खोप लगाउनुभन्दा अगाडि नै पेनकिलर प्याचेसहरू लगाइदिने अथवा बच्चालाई ज्वरोको प्यारासिटामोल औषधिहरू खुवाइदिने गर्नुहुन्छ। खोप लगाउनुभन्दा अगाडि पेनकिलर प्याचेसहरू अथवा ज्वरोको औषधिहरू खुवाएर खासै धेरै फाइदा छैन एउटा कुरा। अर्को कुरा, एकपटक खोप लगाउँदाखेरि बच्चालाई ज्वरो आयो भन्दैमा हरेक पटक खोप लगाउँदै पछि उसलाई ज्वरो आउँछ भन्ने पनि छैन। बच्चालाई दुखाइ कम गर्नको लागि पनि खोप लगाउने बेलामा उसलाई डिस्ट्र्याक्ट गर्ने, खोप लगाउँदाखेरि बच्चालाई दुध चुसाउने अथवा खोप लगाएको एकछिनपछि बच्चालाई दुध चुसाउने गरेर पनि त्यो खोपको पेनलाई कम गर्न सकिन्छ। साधारण अवस्थाहरूमा बच्चालाई कुनै पनि खोप लगाउँदाखेरि अथवा लगाइसकेपछि पेनकिलरहरूको आवश्यकता पर्दैन। यदि खोप लगाएपछि ज्वरो आइहाल्यो भने पनि त्यो ज्वरो एकदम कम छ, बच्चा अदरवाइज एक्टिभ छ, राम्रै खाइरहेछ, खेलिरहेको छ भने त्यो ज्वरो पनि प्यारासिटामोलहरू खुवाएर घटाउनै पर्छ भन्ने पनि केही छैन।